आशीर्वाद टक्राउनु पर्यो। आज दिन हजार रुपियाँसँग बोल्नु पाएको बेसी मजा लागेछ र सबभन्दा पहिला यहाँ व्यवस्था मिलाउनेहरूलाई धन्यवाद टक्राउनु पर्यो। यस्तै मिलाउनु स्याउनु पर्ने छैन। अन्त खास गरी अघि बहादुरी र सेवा पदकको कोरा उत्कर्षज्यूले कसले कोरा गर्नुभएको थियो। मैले अनुसन्धान गरेँ, दोस्रो महायुद्ध 92 जनाको मध्ये 1 जनाले मात्रै बहादुरी या सेवा पदक पाए। अरू 91 जनाले कमाएको होइन कसैले भन्न सक्दैन। किनभने 6 महिना वा आइडिएसएम या आइओएम या एमसिएएमएम कि 6 कि 7 कि कति मात्रै पो दिन्थ्यो सरकारले र धेरै सिफारिस गरेकोमा कम मात्रै पायो भन्नाले अब चाहिँ सिफारिस पाएको मान्छेले पाउँदै पाइएन। यसमा नेपाली उखान छ, अकबरी सुनलाई कसिरहनु पर्दैन, राम्रो मान्छेलाई सिकाउनु पर्दैन। म चाहिँ फर्स्टमा नोकरी गर्दाखेरि बर्माको लडाइँ अनि दोस्रो महायुद्ध सकेपछि हामी बर्मामा हुँदाखेरि वरिष्ठ गोरसा सेकेन्ड फर्स्ट गोर्खा राइफलको र वरिष्ठ नेपाली साहब हाम्रो पल्टनमा आउनुभएको थियो। मलाई याद छ, म घरको एकटानी साथीको पापो थिए चाहिँ त्यो बेला र हाम्रो कोडगाडको सामने काठ टना भएर उनीहरूले सलाम गर्नुभयो। त्यसभन्दा पहिला सेकेन्ड फर्स्ट के सम्पर्क भयो भने सबभन्दा 1885 खास गरी 1886 को कमान्डिङ मेजर रोजर्स बेङ्गाल आर्टिलरीदेखि आउनु भएको। उहाँको छोरा चाहिँ मेरो गुरुजी थियो। गर्दाखेरि अहिले म चाहिने इस्वी 2026मा 1885देखि एउटा सम्पर्क हुने मान्छे भयो। अर्को पाकिस्तान र इन्डिया छुट्टबिन हुँदा पहिला हामी चाहिँ फास्टदेखि फास्ट फोरद्वारा एक रात काट्यो। फास्ट फोर गोर्खा राइफल वाना भन्ने ठाउँमा। त्यसो गर्दा फास्ट फोरसँग मैले भेटेकी हो। अरू कुरा के पो गर्ने, कसरी बाँच्यो यति उमेरसम्म। दाबीको लीलाले गर्दा दाबीको लीला त्यागी हुन सकेन, आमा र बाबु त्यागी हुन सकेन र भर्ती हुँदा खाएको कसम त्यागी हुन सक्दैन। कम भनेको 13 पटक गयो भनेर दुश्मनको रेडियोले मलाई पत्तेचुर गरेर हामीले कप्तान जीविकराजलाई मार्यो भनेर इङ्ग्लिस अङ्ग्रेजीमा बोल्यो। हाम्रो वर्तपट्टिको पत्रकारले पत्रमा जेपी क्रस मर्यो भनेर आफै आफ्नै मृत्यु पनि पढेछ। त्यहाँदेखि आमालाई भेट्न गए बिदा र उहाँले हामी चाहिँ लन्च दिनको खाना अर्कोसँग खाना जानु पर्यो। 1:15 बजे पुग्ने गरी त्यो मान्छेलाई मैले चिनिनँ, तर उहाँ बुढाबुढी थियो। बुढा चाहिँ 11 बजीतिर पबमा गएर बियर पिउनु जानुभएको थियो र उहाँको मान्छेले बियर पिउने मान्छेले इङ्ग्लिसबाट खबर सुन्यो भनेर भनिराख्यो। अन्त खबर सुनेको छैन भन्यो। उसले त जेपी क्रस मरेको छ भनेर भन्थ्यो धुस्तिग्रीले। अन्त होइन, आई होप नट, ही इज कमिङ फर फुड भनेर भनिराख्यो। क्या यस्तै पो रहेछ यो जमाना। तर अहिले बाँच्दैछु किन होला, मेरो प्यारो धर्म पुत्र धम्बु
बाँचेको होला गर्दाखेरि आगो के थाहा र भविष्य। मेरो गाउँको हाम्रो गाउँको झाँक्री साइनाले 105 वर्षसम्म बाँच्नु हुन्छ भनेको, तर पिँढीको सन्तानको किर्तीले नेपालीको किर्तीले या वर्ग गर्ने मान्छेको के थाहा। आश गरेस् परिस् भनौँ आगो पनि भेट्न पाइन्छ होला। अब लम्बो चरा के गर्ने, हजारौँ लाएर परिवारलाई एउटा प्रार्थना टक्राउनु पर्यो। बर जस्तो थपोस्, दुब जस्तो मौलोस्, केरा जस्तो गाजोस्, जय जय जय। धन्यवाद। हाम्रो साथको आशीर्वाद हामी पाइसकेका छौँ। अब उहाँलाई मायाको चिनो टोकन अफ लभबाट सम्मानित गर्नको लागि हाम्रा संस्थाका अध्यक्ष अनरेरी सब्जल मेजर साहब गोपाल सिंह साहबको कर कोमलबाट मायाको चिनो प्रदान हुँदैछ। लिएर आइदिनु होला।